गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। बंदो गुरुपदकंज कृपा सिंधु नररूप हरि महामोहतम पुंज जासु बचन रविकर निकर। नमो नमो श्री जानकी नमो जनकपुर धाम धनुषु तेरी दुल्हा बनी जहाँ परात पर श्री राम। हमारो मिथिला देश धारियो दुल्हा बेश याते उपासना चाहिए हमें से। जय करुणामय जानकी जय जय मिथिला धाम श्रीजू की पद कमल में पुण्य पुण्य करब प्रणाम। सी कहते सुख उपजे ता कहते तमनास तुलसी सीता जो भजे राम न छारे आस। पवन तन संकट हरण मंगल मूर्ति रूप राम लखन सीता सहित हृदय बसो सुरभु। अपन टेलीविजन देखनिहार संपूर्ण दर्शक वृंद के चरण कमल में दासक प्रणाम स्वीकार है। जय श्री राम। दर्शक वृंद हम सब सकल सुकृत के राशि हम सब सगरो संसार के सुकृत के राशि छी। क्या भय जग जननी जनकपुर वासी। हम सब जखन जनकपुर धाम के नाम लै छी भावुक भए छी, गौरव गौरवान्वित अनुभव करै छी जे हम सब मिथिलावासी छी, हम सब नेपालवासी छी। जाके रही भावना जैसी प्रभु मूरति तीन देखै तैसी। हमरा सबक दर्शन शुद्धि भ जाए, विचार शुद्धि भ जाए, तखन हमरा लोकन के ई चरण चक्षु से जे जे दर्शन करबे सब में देवत्व समत्व दर्शन है। देख हम सब सकल सुकृत के राशि भय जग जननी जनकपुर वासी। क्या हम सब छिए जगत जननी श्रीजू के दासी। हम सब सुकृत के राशि छी।
कियाक मिथिलावासी छी, श्री किशोरी जननी के दासी छी। तहिना ये हमर सुंदर संदेश नेपाल देश साधु संत महात्मा के आशीर्वाद आ भजन के प्रताप से स्थापित ई देश थिकैक। आदरणीय दर्शक महानुभाव, हम सब अचूक भक्ति सागर महादेव सुंदर सन नेपाल राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति, परंपरा, रीति रिवाजक उत्थान, संरक्षण, संवर्धन वास्ते नित्य नवीन चिंतन के निहार हमर नेपाल राष्ट्रक एकमात्र ऐतिहासिक जगतगुरु प्रातस्मरणीय परम पूज्य अनंत विभूषित श्री जगतगुरु बाल संत मोहन शरण देवाचार्य जी महाराजक आगमन हमरा लोकन के भक्ति सागर महादेव भ गेल छनि। ते दर्शक वृंद सबसे पहले हम हुनका स्वागत करी। हजुरलाई स्वागत छ। धेरै धन्यवाद। हजुर सन्चै हुनुहुन्छ? भगवत कृपाले, ठाकुरजीको कृपाले, किशोरीजीको कृपाले हामी ठिकै छौँ। हजुरको यो मुखारबिन्दबाट एउटा ज्योति जस्तो मैले अनुभव गर्दैछु। यो मेरो भाव भङ्गिमा हो कि वास्तविकता? हजुर त्यो त मलाई के थाहा र देख्नको विषय हो, के हुन्छ कसो हुन्छ भने, तर मेरा जानकारी हुने विषय त भएन। तर यहाँको आस्था, यहाँको निष्ठा, त्यो अनुभव हुन सक्छ, त्यस्तो लाग्न सक्छ, त्यो मलाई ज्ञान हुने कुरो भएन। अनि महाराजश्री, यो हाम्रो सुन्दर राष्ट्र नेपालमा यो जगतगुरुको के सार्थकता? धेरै बडो राम्रो प्रसङ्ग उठाउनु भयो। समय धेरै भएको छ। करोडौँ वर्षको इतिहासमा नेपाल वास्तवमा विश्वको गुरु हो, विश्वको जगतगुरु हो, जहाँ विदेराज जनकको जन्म भयो, जहाँ अद्वैत वेदान्त दर्शनको उद्भव भयो। यहाँसम्म कि परमहंस शिरोमणि सुखदेव जी महाराज श्रीमद् भागवतको अध्ययन गरिसकेपछि परीक्षा दिनका लागि जनक विदेराज जनकका द्वारमा आउनु भएको थियो। किनभने विश्वका पढेको कसी या पढेको कति पढेको छ, कति दक्षता छ, के क्षमता छ भन्ने कुराको कसी या विश्वविद्यालय यो जनकपुर धाम हो, यो मिथिलापुरी हो। यस कारणले यो विश्वको जगतगुरु नेपाल थियो। तर दुर्भाग्यवश कालक्रमले हामीले हाम्रै महत्त्व चिन्यौँ। आफूले आफ्नो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति, आफ्नो मौलिकता र आफ्नो पहिचान हामीले गर्न सकिनौँ। दुर्भाग्य। त्यसको परिणति भारततिर विद्वान बन्न जाने परम्परा चलो र उतैतिर एउटा सर्टिफिकेट लिएर आउन थाल्यौँ। तर वास्तवमा सर्टिफिकेट दिने विश्वविद्यालय भनेको यो जनकपुर हो, विदेराज जनकको ढोका हो, उहाँको विश्वविद्यालय हो। यस कारणले यो देश पहिल्यै जगतगुरु थियो। तर कालक्रमले हाम्रो अदूरदर्शिताले यो जगतगुरुको गौरवमय परम्परा समाप्त भएको थियो। भगवान बराहको कृपा, बराम्बा जानकीजीको कृपा, राष्ट्रदेव पशुपतिनाथ भगवानको कृपा, यो अकिञ्चनलाई करोडौँ वर्षको इतिहासमा पुनः जगतगुरुको गौरवमय परम्पराको अस्तित्वलाई अघि बढाउनका लागि भगवत कृपा भयो। र काशीका करोडौँ विद्वानहरूले, सारा भारतका मनुष्यहरूले र नेपालमा पनि जगतगुरुको आवश्यकता छ सनातन धर्मको रक्षाका लागि, राष्ट्रियताको लागि भनेर उहाँले यो अकिञ्चनलाई बनारस जस्तो पावन भूमिमा बोलाएर जगतगुरुको पद अभिषिक्त गर्नु हो। र अब जगतगुरु भइसकेपछि के त जगतगुरुको दायित्व भन्ने कुरा हुन्छ। हाम्रो नेपालको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति र हाम्रो अनादि वैदिक साधनालाई जीवन्त राख्नका लागि भूमिका निर्वाह गर्ने काम भएको छ, जसका माध्यमद्वारा चतराधाममा जगतगुरु पीठको स्थापना भयो। जोमसुङमा जगतगुरु पीठको स्थापना भएको छ। त्यही महाकालीमा अर्को पीठ हुँदैछ। नेपाल सरकारले काठमाडौँको शङ्खमूलमा जगतगुरुको निवासका लागि प्रबन्ध गरेको छ। त्यसै गरी हामीले सोचेका यो जनकपुर धाम नेपालको एकमात्र पराम्बा किशोरीजीको भूमि, यहाँ पनि आश्रमको निर्माण गर्नुपर्छ र चारित्रबाट सनातन धर्मको वैजयन्ती झण्डा फहराएर नेपालको अस्तित्वलाई बचाइरहनुपर्छ भन्ने यो जगतगुरुको ध्येय र कर्तव्य पनि हो भएर हामी अगाडि बढेका छौँ। अनि यो हाम्रो राष्ट्रले जगतगुरु पाउँदा हामी हर्षित छौँ र हाम्रो राष्ट्रको के भयो उपलब्धि बताइ पाउँदा? होइन, पहिलो कुरो त जगतगुरुबाट के प्राप्त गरौँ भन्नुहुन्छ भने
नेपालको धरतीमा कुम्भ लगाउने कुरो भन्ने सपना पनि कसैले देखेको थिएन। कुम्भ जस्तो गौरवमय कुरो जब हामी नेपालमा कुम्भ लगाउनु पर्छ एउटा एक प्रकारको यात्रामा निक्ल्यौं, त्यसमा हजारौं व्यक्तिहरू विरोधमा खडा भए। नेपालमा कुम्भ लाग्न सक्दैन, कोही काँतर भन्दथे कलश हो, यो कुम्भ शब्दै कटोस्, हिन्दुस्तान रिसाउने छ बरुए यस्तो विचारै हटोस्। पहिले भारतको विचार नबुझी मिल्दैन भन्ने थियो, जे बोले पनि कुम्भ गर्न तिनको हुँदैन भन्ने थियो। हुँदैन नेपालमा कुम्भ लाउनु, भारत रिसाउँछ, शास्त्र विरुद्ध शिष्ट गरिबमा जान्छ भनेर पर्चाबाजी गरे, मिडियालाई प्रतिबन्ध लगाइदिए, यहाँसम्म भारतसम्म पर्चा छापेर बाँड्न पुगे। तर हामीले बहुत सूक्ष्म अध्ययन गर्यौं, पुराण हेर्यौं, शास्त्र हेर्यौं, तर नेपालमै समुद्र मन्थन भएको प्रसंग पुराणमै स्पष्ट छ। उत्तरे हिमवत् पार्श्वे छिरोदो नाम सागर अथातौ सम्प्रवक्ष्यामि कलशोत्पत्तिमुत्तमम्। उत्तरे हिमवत् पार्श्वे छिरोदो नाम सागर, उत्तरपट्टि हिमालयको पासमा छिर नाम रहेको सागर छ, त्यहाँ समुद्र मन्थन भएको हो। र त्यो समुद्र मन्थन गरिसकेपछि निक्लेको अमृतको घडालाई लिएर घडा निक्लिसकेपछि इन्द्र महाराजको छोरो जयन्तले कौलाको रूप धारण गरेर त्यो अमृतको कलशलाई चुच्चाले च्यापेर भाग्न लागे। भाग्दै भाग्दै अगाडि बढे। पछाडि चन्द्र, देवगुरु बृहस्पति, सूर्य, शनि र चन्द्रमा यी चारवटा देवता त्यो अमृत सुरक्षा गर्न पछि पछि लाग्नु। जयन्त भाग्दै गए, मायापुरी जसलाई अहिले हरिद्वार भनिन्छ भारतको मायापुरीमा पुग्दा आकाशमा देवताहरूले पक्रिन खोज्दा जयन्त छलाङ मारेर अगाडि बढे। बढ्दाखेरि त्यहाँ घडा सञ्चालन गरे, एक थोप बाजारो। त्यहाँबाट अरू बेगले दक्षिणतिर लागे। हाम्रो प्रयाग तीर्थराज प्रयागमा पुगिसकेपछि गंगा र यमुनाको संगममा पुग्दा फेरि देवताहरूले पक्रिन खोज्दा जयन्त दौडेर जाउँ भन्दा घडा हल्लियो र एक थोप बाजारो। त्यहाँबाट मध्य प्रदेशको उज्जैनमा पुग्दाखेरि फेरि देवताहरूले त्यो घडा पक्रिन खोज्दाखेरि फेरि घडा चल्क्यो र अर्को थोप झरो। नासिक पञ्चवटी महाराष्ट्रमा पुग्दा फेरि देवताहरूले पक्रिन खोजे, त्यहाँ पनि बुरुक्क उफ्रनु पर्यो भन्दाखेरि छलाङ मार्दाखेरि त्यहाँ पनि घडा हल्लिएर एक थोप झरो। जयन्तले विचार गरे, अब यो अमृतको घडा बोकुन्जेल देवताहरूले मलाई पिछा लाग्न छोड्ने छैनन्, यस अर्थमा अब मैले जहाँबाट यो अमृत ल्याएँ त्यही ठाउँमा राख्नुपर्छ भनेर नेपालकै हिमालयको काखमा लगाएर त्यो अमृत राखियो र भगवान विष्णुले मोहिनी रूप धारण गरेर त्यो अमृत बाँड्नुपर्छ भनेर जब कलश यसो हातमा लिनुभएको त यसो हेरेको त माथि ढपक्क तर लागेको रहेछ। तर मलाई छाली हामी जे कसरी बुझ्छौँ, ओहो यो त अमृतको पनि सार हो, यसलाई देवतालाई दिनुभन्दा पनि यसलाई सुरक्षित राख्नुपर्छ भनेर त्यसलाई निकाल्नु भयो र पिण्डीकृत्य परिष्टास्ते लिङ्गम चकुरनुत्तमम् तन्लिङ्गम स्थापयामासु तस्मै रुद्राक्ष कानने। त्यो अमृतको तरलाई पिण्ड बनाएर वर्तमानको चतराधाम कौशिकी नदीको तटमा ल्याएर वसन्तकाल सम्प्राप्ते चैत्र मासी मनोहरे, वसन्त ऋतु चैत्र महिना शुक्ल पक्षको प्रतिपदाका दिन स्वयं भगवान श्रीमन नारायणले कोशीको तटमा स्नान गरेर एक महिना पर्यन्तको कुम्भको उत्सव गएर अमृत उत्सव गएर अनि त्यो अमृतको पिण्डलाई लगेर वर्तमानको सुनसरी जिल्लाको धरान बजारको माथितिर पहाडको शिखरमा रुद्राक्षको वनको बीचमा लगेर त्यो अमृतको पिण्डलाई स्थापित गर्नुभयो। र अब सुधा पिण्डीकृतो यस्मात् पिण्डेश्वर इति स्मृत, अमृतको तरलाई, मलाइलाई, छाईलाई, सारलाई पिण्ड बनाएर राखिएको हुनाले त्यो महादेवको नाम के रह्यो? पिण्डेश्वर। अब कल्पना गर्नु, भारतमा सुधा बिन्दु विनिक्षेपात, नेपालमा सुधा पिण्डीकृतो यस्मात्। तर्क यो हो, प्रमाण यो हो कि भारतमा एउटा थोपा झर्दा कुम्भ मेला हुन्छ। हाम्रो देश, हाम्रो राष्ट्र, यो जानकीजीको भूमि, विदेश जनकको भूमि, यो हिमालयको भूमि, गण्डकी, कौशिकी, कर्णालीको भूमि, यसमा कुम्भ किन नहुने? तर यहाँ त अमृतको तरै राखेको छ, यहाँ त अमृतको मलाई राखेको छ, अमृतको सार वस्तु राखिएको छ, यहाँ अमृतको छाली राखिएको छ भने यहाँ त झन् महत्त्वपूर्ण कुम्भ हुनुपर्ने। तर दुर्भाग्यवश यो महत्त्वलाई नेपालीहरूले बुझ्न सकेनन्, हामी राष्ट्रवासीले बुझ्न सकेनौँ, यो देशका प्रशासकहरूले बुझ्न सकेनन्, यो खोजिदिने मान्छे भएन। जगद्गुरुले के दियो त भन्दा यति महत्त्वपूर्ण कुरा यो राष्ट्रलाई दिएको छ। त्यति मात्र होइन, आजसम्म नेपाली बिहान उठेर गङ्गे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधिं कुरु भन्थे। तर मैले शास्त्रीय आधारमा महाकाली नदीको के प्रमाण छ? सरयू कहाँ उत्पत्ति हुन्छ नेपालमा?
गण्डकीको के महिमा छ, रापती भेरीको के महिमा छ, सेती कर्णालीको के महिमा छ, कमला विमला दुधमतीको के महिमा छ, त्यस्तै गरेर त्रिजुगाको के महिमा छ, सप्तकोशीको के महिमा छ। त्यति मात्रै होइन, नेपालमा 12 ज्योतिर्लिङ्ग छन् भन्ने शास्त्रीय तर्क ढङ्गले शास्त्रीय श्लोकका आधारमा यति महत्त्वपूर्ण कुरा मैले खोलिदिएको छु। र मैले प्रातःकाल भन्ने पनि गरेको छु, अब हामीले नुहाउँदाखेरि गङ्गे च यमुने चैव मात्रै होइन, गण्डकी कौशिकी चैव गोदावरी च बागमती बेत्रा नारायणी शुक्ला जलेस्मिन् सन्निधिं कुरु महाकालीं तथा सेतीं भेरीं कर्णालीमेव च स्नानकाले स्मरन् नित्यं महापातकनाशनम्। सेती भेरी महाकाली गण्डकी कौशिकी अनि पारदर्शिन शुद्ध कर्णाली जति पाप भए पनि। यति महत्त्वपूर्ण तीर्थहरू नेपालमै छन्। कुम्भ मेला नेपालमै हो, यही लाग्छ कुम्भको उत्पत्ति स्थल यही मिथिलाको आसपासको चतराधाम कौशिकी बराक क्षेत्र तीर्थ हो भन्ने कुरा करोडौं विश्वका हिन्दूहरूका बीचमा मैले यो नेपालको जगद्गुरुको हैसियतले अनुसन्धान गर्नुपर्ने, खोज्नुपर्ने र जगद्गुरुलाई स्पष्ट रूपमा बोल्नुपर्ने कुरा कति पनि कन्जुसाइ नगरिकन यो जगद्गुरुका माध्यमद्वारा यो राष्ट्रले प्राप्त गरेको छ। जगद्गुरुले दिनुपर्ने योगदान पनि यही हो। हम सब अखन नेपालक एकमात्र ऐतिहासिक जगद्गुरु अनंत विभूषित बाल संत मोहन शरण देवाचार्य जी महाराज श्री संग अंतरंग वार्तालाप कर रहल छी। हुनकर मुखारबिंदसँ कुंभक प्रसंगक विषय पर बहुत रास जानकारी ग्रहण केलहुँ। पुनः हुनका संग जुड़बाक प्रयास करै छी। महाराज श्री हजुरलाई पुनः स्वागत छ। धेरै धेरै धन्यवाद। हजुर, जस्तो भारतको 4 ठाउँमा कुम्भ लाग्दै थियो, यो 5औं ठाउँमा जुन कुम्भको लगाउने प्रयास हजुरहरूले गर्नुभयो, त्यो यहाँका नेपाली दाजुभाइ दिदीबहिनीहरूले यो कुम्भलाई कतिको सहज चाहिँ बुझ्नुभयो? सबैभन्दा पहिलो कुरो त नगरिकन मान्छेले बुझ्दैन, गर्नुपर्छ। यदात अर्थे श्रेष्ठ तत्तदेवेत्तरो जन, ठुलाले जो गरे काम हुन्छ तो सर्वसम्मत। यति ठुलो प्रमाण नेपालमा कुम्भ लाग्ने प्रमाण यति गहिरो, यति मजबुत, यति ठुलो हुँदा हुँदै पनि हामीले यसलाई नकेलाइरहेको, नखोजिरहेको, अनुसन्धान नगरिएको परिवेशमा जब 59 सालमा पहिलो कुम्भ मेलाको अवधारणा सुरु भयो र सप्तकौशिकी चतराधाममा नेपालमै कुम्भको प्रामाणिक रूपमा प्रारम्भ भयो, त्यसले एउटा नेपाली जनतामा राष्ट्रप्रतिको निष्ठा, धर्मप्रतिको निष्ठा र कुम्भ मेलाप्रतिको निष्ठा अगाध बढेको हामीले देखेका छौँ। करोडौं जनताले 59 सालमा कुम्भ स्नान गरे। पहिलो कुम्भ, दोस्रो कुम्भ 63-64 मा कुम्भ सम्पन्न भयो र अर्को 70-71 मा 12 वर्षीय पूर्ण महाकुम्भ सम्पन्न भयो, जहाँ नेपाल सरकार सिंहदरबार पूर्ण रूपमा त्यो चतराधाममा उपस्थित थियो, सप्तकोशी नदी चतराधाम सुनसरीमा। त्यसै गरी र त्यस पछाडि सरकारले एउटा कुम्भ स्मारिका नामको ग्रन्थ पनि प्रकाशित गर्यो, जसमा चाहिँ प्रधानमन्त्री कार्यालयका सचिव कृष्ण हरिवास कोटा ज्यूले लेख्नु भएको थियो। त्यसमा चाहिँ त्यो विषयलाई प्रवेश पूर्व मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीजीले प्रवेश गराउनु भयो। भनेपछि सुशील कोइराला प्रधानमन्त्री हुँदा उहाँले कुम्भ स्नान गर्न आफै जानु पर्यो, कुम्भको स्नान गर्नु। भारतबाट अशोक सिंघलजी आउनुभयो र तमाम करोडौंको संख्यामा, लगभग 2-3 करोडको संख्यामा चतराधाममा कुम्भ स्नान गर्न करोडौं नेपालीहरू आसाम, भुटान, बर्मा, मेघालय, सिक्किम, यता बिहार, बङ्गाल, युपी, महाराष्ट्र, आन्ध्र प्रदेश र अमेरिका, अस्ट्रेलिया, लन्डनसम्मका भक्तहरू कुम्भ स्नान गर्न नेपालमा आए। यसले गर्दाखेरि एउटा सुन्दर जनलहर प्राप्त भएको छ। मान्छेको निष्ठा असाध्यै छ र हाम्रै देशमा हामीले चाहिँ खर्च गर्नु पर्थ्यो, हामीलाई भाषाको समस्या थियो, हामीलाई पैसाको समस्या थियो, गर कहाँ बस्ने, कसलाई हारगुहार गर्ने भन्ने समस्या थियो। आज त्यो केही समस्या भएन। जनकपुरबाट बस चढो झुम्कामा पुगिन्छ, इटरी पुगिन्छ, धरान पुगिन्छ, काठमाडौँबाट बस चढो सहज, महाकालीबाट बस चढो सहज, काँक्रेबिट्टाबाट बस चढो सहज, सबै कुराको सहज, भाषाको सहज, खानपानको सहज, रहनसहनको सहज, यति ठुलो उपलब्धि भएको छ। नेपालीहरू गदगद छन्। हाम्रै देशमा कुम्भ लागेकोमा सारा नेपालीहरूमा उत्साह, उमङ्ग र निष्ठा बढेको छ भन्ने मैले देखेको छु, भएको छु। किनभने 3वटा कुम्भ मैले आफै मेरै अध्यक्षतामा सम्पन्न गरियो र अब आउने चैत्र 23 गतेबाट अर्ध महाकुम्भ सुरु हुँदैछ।
यो चाहिँ 6 वर्षे कुम्भ हो। अबको 6 वर्षमा 12 वर्षे कुम्भ हुन्छ। हामीले 70 71 मा पूर्ण कुम्भ गरेका थियौँ र अब यो 75 76 मा यो चाहिँ अर्ध कुम्भ हुँदैछ। यस कारणले अहिले पनि जनलहर आएको छ। र अर्को खुसी कुरो म भोगेन्द्रजीलाई के निवेदन गरौँ भने साह्रै गौरवको कुरो कुम्भ मेलाको हो। कुम्भ मेलाको प्रचारको पहिलो मिडियामा उभिएर जो प्रचार सुरु भयो जनकपुर धामबाट सुरु भयो, जानकीजीको टोलबाट सुरु भयो, यो आफ्नो टिभीबाट सुरु भएको छ। यसले मलाई गौरव लागेको छ। पहाड र मधेसलाई जोड्ने यो कोशीको आधार पनि सुरु भएको छ र चतुराधाम र जनकपुरलाई जोड्ने एउटा आधार बनेको छ। कौशिकी र जनकपुरको मिथिलाको महत्त्वलाई जोड्ने एउटा आधार बनेको छ। साह्रै राम्रो कामको प्रारम्भ भएको छ। म आशा साह्रै गर्छु किनभने कुम्भ मेलाको पहिलो प्रचार नै कहाँबाट सुरु गरियो? जनकपुर धामबाट। परम्बा किशोरीजी जानकी जनक नन्दिनी जानकी माताको चरणबाट सुरु भएको हुनाले मलाई लाग्छ विगतका कुम्भ भन्दा पनि भव्य र सभ्य दिव्य कुम्भ हुन्छ र करोडौं मिथिलावासीहरू कुम्भमा नगरीमा पुग्नुहुन्छ भन्ने मलाई असाध्य गौरव लागेको छ। आज महाश्री अब कुम्भको शास्त्रीय प्रमाणतिर हामी लाग्दैछौँ। यो कुम्भको शास्त्रीय प्रमाण के छन् त हामीसँग? साह्रै राम्रो प्रश्न उठाउनु। आम विद्वान पढेकाहरूले सर्वसाधारण भक्तका लागि त निष्ठा छ जान्छन्, पुग्ने नै भए। तर जो अलिकति पढे लेखेका विद्वानहरूका लागि एउटा असाध्यै सम्झनु पर्ने विषय के छ भने श्रीमद् स्कन्द हिमाद्री खण्ड जसका, यो बुझ्नु दर्शकहरूले पनि बडा ध्यान दिएर सुन्नु पर्यो, विद्वानहरूले सुन्दै भए पनि ध्यान दिएपूर्वक सुन्नु पर्यो। श्रीमद् स्कन्द हिमाद्री खण्ड जसका अध्याय 12औं गुण, त्यसमा 34 देखि 38 भरे छन् कुम्भकै वर्णन। श्रीमद् बृहत काया श्रीमद् स्कन्द महापुराण अन्तर्गत हिमाद्री खण्ड नामेको खण्डको 12औं अध्यायको 34 देखि 38 सम्म नेपालमा चतुराधाममा कुम्भ लगाउने प्रष्ट महिमा छ। यसकाले श्रीमद् स्कन्द महापुराणकै आधारमा हिमाद्री खण्डको 12औं अध्यायको 34 देखि 38 सम्म जो व्याख्या छ चतुराधाममै नहुनु पर्छ भनेर त्यो व्याख्या त्यो आधार त्यो प्रमाणका आधारमा हामीले कुम्भको प्रारम्भ गरेका हौँ। अर्को मिठो भोगेन्द्र बाबुलाई मैले अर्को मिठो कुरा सुनाऊ। के पाइयो भने यसपालि म यो 75 जिल्लाको पदयात्रामा गएको थिएँ। 2072 साल वैशाख 5 गतेबाट महाकालीबाट यात्रा सुरु भयो। कञ्चनपुर, कैलाली, डलधुरा, बैतडी, दार्चुला, बजाङ, डोटी, अछाम, बाजुरा, हुम्ला, मुगु, जुम्ला, डोल्पा, रुकुम, जाजरकोट, कालीकोट, दैलेख, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, तनहुँ, गोर्खा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, सोलु, खोटाङ, उदयपुर, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम अनि झापा झरियो मधेस। झापा, मोरङ, सुनसरी, सप्तरी, सिरा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चित्तो, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर पुग्यो। पुरा नेपाल आमालाई दाहिने परिक्रमा गर्ने सायद यदि कोही जन्मेको थियो भने यही अकिन्छन् जस्तो लाग्छ। अहिलेसम्म यसरी दाहिने परिक्रमा नेपालको भएको थिएन। यस क्रममा पनि व्यापक राष्ट्रका कुना कुनामा, देशका कुना कुनामा, मुलुकका कुना कुनामा यो कुम्भ पुगेको छ। यस कारणले स्कन्द महापुराणको हिमाद्री खण्डको 12औं अध्यायको 34 देखि 38 श्लोकसम्म प्रष्ट रूपमा कुम्भको महिमा गाइएको हुनाले हामी गौरवान्वित छौँ। हामी दृढ मजबुत अस्त्रका साथमा छौँ, हामी मजबुत प्रमाणका साथमा छौँ। यसले हामीलाई कसैले हल्लाउन सकेन, नत्र ठुलो विरोधको जुलुस निक्लेको थियो नेपालमा। कुम्भ हुनु हुँदैन, भारत रिसाउँछ, शास्त्र विरुद्ध हुन जान्छ भनेर ठुला ठुला विद्वानहरूले लेख छाप्नु भएको थियो। तर भगवानको कृपाले, प्रभुको महती अनुकम्पाले शास्त्रीय प्रमाण पस्केर हामीले करोडौं जनताका बीचमा राखिदियौँ। फलस्वरूप नेपालको कुम्भ प्रामाणिक रूपमा स्थापित भयो। यदि मात्रै मैले गरे मात्रै होइन, भारतका मनीषीहरूले जगद्गुरु शङ्कराचार्य, निम्बार्काचार्य, मध्वाचार्य, रामनन्दाचार्य आदि धर्माचार्यहरू आएर चतरामा स्नान गरेर बराक क्षेत्रमा नुहाएर अनि त्यसलाई 5औं कुम्भ भनेर घोषणा गरेर जानुभयो। त्यसैको फलस्वरूप काशीमा बोलाए यो दासलाई जगद्गुरुको गौरवमय परम्पराले नेपाललाई सम्मानित गर्नुभयो। यहाँले यो त कुम्भ त शास्त्रीय रूपमा पनि, अनि त्यो काशीका विद्वानले स्वयं जगद्गुरु बनाएर पठाएपछि त्योभन्दा बाँकी अब रह्यो के नै? ए प्रमाणित नभए त उहाँले विरोध गर्नुहुन्थ्यो। जगद्गुरु बाउने कुरो त होइन, त कुम्भकै विरोध हुन्थ्यो होला। तर उहाँले टपक्क टिपेर लगेर काशीमा लगेर जगद्गुरुको गौरवमय सम्मान गरेर यो नेपाललाई हस्तान्तरण गर्नुभयो। यसले पनि अब कुम्भ कुनै दुई मत छैन, कुनै चाहिँ शङ्का छैन, निसङ्कोच नेपालको कुम्भ भारतको जस्तै शास्त्रीय प्रमाणका आधारमा स्थापित भएको हो।
भन्ने लाग्छ मलाई। अनि यसपालि कुम्भ हामी कहिले दर्शन गर्ने हो? हाम्रो स्कन्द पुराणको हिमाद्री खण्डको आधारमा वसन्त काल सम्प्राप्ते चैत्र मासी मनोहरे शुक्ल प्रतिपदा रम्य पौर्णिमास्य बदी प्रिय। हे प्रिय पार्वती, वसन्त ऋतु हो, चैत्र महिना हो, शुक्ल पक्ष हो, त्यतिखेर 6 वर्ष र 12 वर्षमा कौशिकी नदीको तटमा स्वयं भगवान नारायणले, स्वयं ब्रह्माजीले, पितामह ब्रह्माजी, स्वयं देवराज इन्द्र र स्वयं मनु महाराज आएर चतरामा स्नान गर्नुहुन्छ भनेको छ। घुम्दै फिर्दै जब प्रतिपदा चैत्रको मास होला, घुम्दै फिर्दै जब प्रतिपदा चैत्रको मास होला, त्यही बेला नै गजो महिनौ कुम्भको लाग्छ मेला। राधे राधे। यस कारणले त्यस्तो महत्त्वपूर्ण छ। चैत्र महिना शुक्ल पक्ष प्रतिपदाबाट सुरु हुने हुनाले अब आउने चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा भनेको चैत्र 23 गतेबाट अर्ध महाकुम्भ चतरामा प्रारम्भ हुँदैछ। त्यहाँबाट हामी सुरु गर्छौँ र वैशाख अक्षय तृतीयामा अन्तिम स्नान गरिन्छ। अक्षय तृतीयाको दिन जे गरिन्छ त्यो अक्षय हुन्छ। दत्तम हुत्तम च कौशिक्याम जप्तम समर्चितम तथा उपवासम च धर्मम च तत्सर्वम अक्षय स्मृतम। कोशिका तटमा, कौशिकी नदीका तटमा यज्ञ दान जप होम अनुष्ठान व्रत जे गरिन्छ त्यो अक्षय हुन्छ। त्यसमा पनि अक्षय तृतीयाको दिन तिथि पनि अक्षय तृतीया, कोशीमा गरिने कर्म पनि अक्षय तृतीया अक्षय र कुम्भ पनि अक्षय हुने हुनाले यो तीनटा सङ्गम, त्रिवेणीको सङ्गम कुम्भ मेलामा चतराधाममा हुन्छ र यो त अत्यन्तै महत्त्वपूर्ण कुम्भ मेला हो। गयामा 1000 बार नौ या इलाहाबादमा करोडौँपल्ट नौ, तर एकपल्ट कौशिकी नदीमा स्नान गरौँ भने त्यसको पुण्य स्वयं शेष र ब्रह्माजीले पनि वर्णन गर्न सक्नुहुन्न भनेको छ पुराणमा। अर्को भवेन्द्र बाबुलाई के बताउन चाहेँ भने मैले कुम्भ कसले गरे त भन्दा सृष्टिको आदिमा नारायणले गर्नुभयो। त्यस पछाडि चतराधाममा कुम्भ स्वयं ब्रह्माजीले गर्नुभयो। त्यस पछाडि कुम्भ मेला स्वयं इन्द्र महाराजले गर्नुभयो। त्यसपछि कुम्भ मेला स्वयं मनु महाराजले गर्नुभयो। मनुज प्रतिवत्सरान, प्रत्येक वर्षमा मनुष्यहरूले गर्दै आए भनेको छ। त्यस पछाडि कालान्तरमा भगवान रामचन्द्र र जानकीजी हिमालयको यात्रा गर्दै 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 कौशिकी नदीका तटमा पुग्नुभयो। अनि जानकीजीले चतराधामको त्यो मनोरम दृश्य देखेपछि मलाई त्यहाँ 1 महिनासम्म बस्ने इच्छा लाग्यो र भगवान राघवेन्द्र सरकारलाई हात जोडेर अनुरोध गर्नुभयो, हे राघवेन्द्र सरकार, हे राजीव लोचन, एउटा कुरो म निवेदन गर्न चाहन्छु भन्नुभयो। भन सीते, भन के भन्न चाहन्छु? यदि रोज्छ त्यो हजुर प्रसन्न हुनुहुन्छ भने 1 महिना पर्यन्त म चतराधाममा बसेर कौशिकीको सङ्गममा वसन्त ऋतुमा स्नान गर्न चाहन्छु भन्नुभयो। जानकीजीको मनलाई, भावनालाई काट्न सक्नु भएन। रामचन्द्रले हुन्छ सीते, तिम्रो इच्छा पूरा गर्न ममापि म पनि यहाँ बसेर स्नान गर्छु र 1 महिना कुम्भ स्नान गरौँ तिमी र म भनेर स्वयं पराम्बा जनक नन्दिनी जानकी माता र मर्यादा पुरुषोत्तम भगवान राघवेन्द्र चन्द्रले त्यहाँ स्नान गर्नुभएको प्रमाण पनि स्कन्द पुराणको मानस खण्डको 40औं अध्यायको 13 श्लोकमा प्रष्ट वर्णन छ। यस कारणले हामी कति भाग्यशाली, हाम्रा आराध्य देव भगवान मर्यादा पुरुषोत्तम राम, जनक नन्दिनी जानकी किशोरीजी स्वयं चतराधाममा वसन्त ऋतुमा चैत्रको शुक्ल पक्ष प्रतिपदादेखि वैशाख मास पर्यन्त 1 महिना कुम्भ स्नान गर्नुभएको प्रमाण मानस खण्डमा छ, अझै मजबुत प्रमाण। अनि यसरी यो चैत्रको शुक्ल पक्षबाट चैत्र 23 गतेबाट वैशाख 24 गतेसम्म 1 महिना कुम्भ लाग्छ र हामी सबै त्यहाँ जानुपर्छ। हजुरको महावाणी हामी दिनभरि श्रवण गर्यो भने समय गएको पत्तै हुँदैन। हामीसँग अब थोरै समय छ। महाराज श्री, अब त हाम्रो प्रादेशिक सरकारमा गइसकेका छौँ हामी। यो प्रदेश सरकारले कुम्भलाई कतिको बुझ्यो? अब पहिला नेपाल सरकारले काठमाडौँबाट पूर्ण रूपमा मन्त्रीमण्डलको क्याबिनेट निर्णय गएर कुम्भलाई सफल पार्नका लागि प्रधानमन्त्री कार्यालयको सचिव कृष्ण हरिवास कोटाज्यूले समेतलाई तोकेको थियो। हाम्रो सम्माननीय पूर्व मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीज्यू पुरै अत्यन्तै श्रद्धापूर्वक लाग्नु भएको थियो। स्वर्गीय पूर्व प्रधानमन्त्री सुशील कोइराला त्यसमा लाग्नु भएको थियो। सरकार चलायमान थियो। अब अहिले प्रान्तीय सरकारलाई हामीले आग्रह गरेका छौँ, त्यहाँको मुख्यमन्त्रीज्यूलाई भेट्ने, त्यहाँको सामाजिक विकास मन्त्रीलाई भेट्ने, त्यहाँको प्रदेश प्रमुखज्यूलाई भेट्ने, त्यहाँको सभामुखज्यूलाई भेट्ने र अन्य माननीय मन्त्रीज्यूहरूलाई पनि कुम्भ राष्ट्रको गौरव हो, धरोहर हो, 1 नम्बर प्रदेशमा छ, यसलाई सफल पार्न राष्ट्रको धरोहरका रूपमा स्थापित गर्न तपाईहरु लाग्नुपर्छ भनेर हामीले विधिवत उहाँहरूलाई निमन्त्रणा र आग्रह गरिसकेका छौँ। सम्पूर्ण आय व्यय खर्च पनि उहाँहरूलाई कति लाग्ने टोटल खर्च
बाटो, बिजुली, पानी, यातायात, त्यहाँ आएका यात्रीलाई सुविधा सम्पन्न आवासको प्रबन्ध मिलाउन कति लाग्छ त्यो सबै हामीले डाटा बनाएर सरकारलाई जिम्मा लगाएका छौँ। र अब प्रदेश सरकारले गर्ने काम गरेकै होला। अब हामी केन्द्र सरकारलाई पनि केही दिनमा गएर प्रधानमन्त्रीज्यूलाई, राष्ट्रपतिज्यूलाई, त्यहाँका मन्त्रीमण्डललाई भेटेर कुम्भ अगाडि बढाउनका लागि तटस्थ प्रयास गर्नुहोस् भन्ने कुरामा हामी छौँ भने अर्को कुरो म अहिले केही जिल्लाको दौडामा छु। एक क्रममा सिराहामा एउटा ठुलो यज्ञ थियो, त्यसको समुद्घाटन गरेर बन्दीपुर ढल्केबर हुँदै मेरो आगमन यो जनकपुरमा भएको छ। र आज हामी यहाँको मुख्यमन्त्रीज्यू, प्रदेश प्रमुखज्यू लगायतका व्यक्तिहरूलाई हार्दिक निमन्त्रणा, कुम्भको निमन्त्रणा, एक दिनको प्रमुख अतिथि भएर चतुराधामको कुम्भमा स्नान गरिदिनका लागि हामी 7 प्रदेशका मुख्यमन्त्रीज्यूहरूलाई बोलाउँछौँ, त्यहाँका प्रमुखहरूलाई बोलाउँछौँ र काठमाडौँको केन्द्रीय सरकारका सबै पदाधिकारीलाई बोलाउँछौँ र सबै क्षेत्रका व्यक्तिहरूलाई हामी आह्वान गर्छौँ। त्यही सिलसिलामा आज जानकीजीको चरणकमलमा बस्ने सौभाग्य प्राप्त भएको छ। म सम्पूर्ण जनकपुरवासीलाई आग्रह गर्न चाहन्छु, यो कुम्भ तपाईँको कुम्भ हो, राष्ट्रको कुम्भ हो, देशको कुम्भ हो, मिथिलावासीको कुम्भ हो, जनकपुरको कुम्भ हो। किन कौशिकी नदीको जानकीजीको सम्बन्ध छ, सखीको सम्बन्ध छ। अनि एउटै सखी अर्की सखीकामा जान पर्यो। कमलाजी पनि सखी, कौशिकी पनि सखी, नानी पनि सखी, बागमती पनि सखी भएको हुनाले स्वयं किशोरजी त त्यहाँ अभ्यागत अतिथि भएर जानुहुन्छ भन्ने लाग्दछ र सबैलाई म कुम्भ मेलामा आइदिनका लागि आग्रह गर्न चाहन्छु। महाराजश्री, हाम्रो बृहत मिथिला महापुराणमा हजुर यो मिथिलाको सीमा त्यो पहाडसँग जोडेको छ, हिमाल पहाडसँग। त्यो सन्दर्भलाई हामीले चिन्तन गर्यो भने त्यो कुम्भ हामी मिथिलावासीकै कुम्भ हो जस्तो। एकदम दुई मात्रै छैन, किनभने मिथिलाको क्षेत्रफल कति हो त भन्दा स्कन्द बृहत विष्णु पुराण अन्तर्गतको मिथिला महात्म्यले के भनेको छ भने पश्चिममा गण्डकी नदी, नारायणी नदी, पूर्वमा कौशिकी नदी, उत्तरमा हिमालय पर्वत र दक्षिणमा गङ्गाजी। त्यो त स्वत कौशिकी नदीको तर्को कुम्भ त मिथिलाकै कुम्भ भयो, त्यसमा दुई मात्रै भएन। त्यहाँ नभए पनि मिथिला नेपालमा पर्छ। यस कारणले हामी सम्पूर्ण करोड 3 करोड नेपालीको कुम्भ हो। यस कारणले यसमा दुई मात्रै भएन र त्यसमा पनि मिथिलावासी त त्यहाँ जानै पर्छ। मिथिलावासीको नङ मासु जोडिएको छ, भावना जोडिएको छ, स्नेह जोडिएको छ, कौशीसँगको नाता जोडिएको छ, जानकीजीको मुटु जोडिएको छ। यस कारणले पनि हाम्रा सम्पूर्ण मिथिलावासीहरूलाई मेरो आग्रह के छ भने कुद्दै कुद्दै अरू मुलुकका आउँछन् पुण्य लुट्न। इन्डियाका आउँछन्, आसामका आउँछन्, मेघालयका आउँछन्, अमेरिकाबाट लगभग 16-17 जनाको टिकट आएको मैले खबर पाएको छु भनेपछि कुद्दै कुद्दै अरू मुलुकका आउँछन् पुण्य लुट्न। नेपाली हो यस पटक चाहिँ हुन्न है कोही छुट्न। कुद्दै कुद्दै अरू मुलुकका आउँछन् पुण्य लुट्न। नेपाली हो यस पटक चाहिँ हुन्न है कोही छुट्न। यस कारण मेरो सादर आग्रह छ मिथिलावासी कोही पनि नछुट्नुहोस्, समग्र राष्ट्रवासी नछुट्नुहोस्। त्यसमा मिथिला त प्रिय धाम, भगवानको धाम, यो साकेत धाम हो, वैकुण्ठ धाम हो। वैकुण्ठवासी त झन् त्यहाँ जानै पर्यो उत्सव मनाउन। यसरी सबै मिथिलावासीलाई म बारम्बार अत्यन्त श्रद्धापूर्वक आग्रह गर्न चाहन्छु। यहाँका साधु सन्त, मठाधीश, महन्त, धर्माचार्य, सन्त सबै र समग्र भक्तहरूलाई म बारम्बार आग्रह गर्न चाहन्छु, जाउँ चतुराधाम, जाउँ कुम्भ स्नान गरौँ, जीवनलाई भाग्यशाली बनाउँ है निवेदन गर्न चाहन्छु। महाराजश्री, आज हामी यो कार्यक्रमको अन्ततिर हामी गइरहेका छौँ। अन्तमा हाम्रो दर्शकवृन्दलाई बताइदिनुहोस् न केही आशीर्वाद। साह्रै खुसी लाग्यो। पहिलो कुरो त कुम्भ मेलाको प्रचारको क्रममा मिडियामा बसेर पहिलोपल्ट मैले अपना टिभीबाट, आफ्नो भनेको आफ्नो र हाम्रो आफ्नो टिभी र आफ्नै टिभीबाट भन्न पाएँ त्योभन्दा ठुलो गौरव के हुन्छ र आफ्ना मिथिलावासीका साथमा संवाद गर्न पाएँ त्योभन्दा ठुलो के हुन्छ। भोगेन्द्रजीसँग बसेर सत्सङ्ग गर्न पाएँ त्योभन्दा ठुलो के हुन्छ। र यस कारणले म सबै मिथिलावासीलाई, सबै यो हाम्रो सञ्चारकर्मी, सारा पत्रकार बन्धु, सारा सनातन धर्मावलम्बी, राष्ट्रवासी, देशभक्त सबैलाई म आग्रह गर्न चाहन्छु, सबैजना कुम्भ मेलामा आउँ, एक दिन कुम्भमा स्नान गरौँ, नेपालको गौरव, मान सम्मान र इज्जत बढाउँ। किनभने एकजना कविले भन्नुभएको छ, तस्मात् नित्य प्रणाम गर्नु छ भने नेपाललाई गर। तस्मात् नित्य प्रणाम गर्नु छ भने नेपाललाई गर। सेवाको श्रमबाट सृजित कला नेपाल भित्रै भर। त हाम्रै देशमा भर्ने कुरामा हामी किन कन्जुसाइ गर्ने। यसले मेरो सबै मिथिलावासी
आम सज्जन धर्म प्राण नेपालीहरूलाई मेरो आग्रह छ, आउनुहोस् कुम्भमा आउनुहोस्। म केही गर्न नसकुँला, यहाँहरूको स्वागत त गर्न सक्छु हात जोडेर। कमसेकम कौशिकी नहुनुहोस्, बरा भगवान र पिण्डेश्वर अमृतको पिण्डको दर्शन गर्नुहोस् र कुम्भ स्नान गरेर जीवनलाई भाग्यशाली बनाउनुहोस्। मुस्कुराउँदै नाच्दै आफ्ना घरतिर फर्कनु होला। आउनुहोस्। मैं सब मिथिला वासियों को सादर निमंत्रण करता हूँ, आप सब लोग आइए जगदगुरु के साथ कुंभ क्षेत्र में स्नान करने के लिए और बड़ा भगवान और पिंडेश्वर प्रभु का दर्शन करने के लिए हार्दिक हार्दिक सबको मैं निमंत्रण करता हूँ, आह्वान करता हूँ, प्रार्थना करता हूँ। एक दिन भी, 1 महीना तक जो लगता है उसमें एक दिन भी कृपा करके आप लोग आइए, हम स्वागत करते हैं कुंभ मेले में। हजुर को चरण में म कोटिस नमन गर्दैछु। हजुरले यो ब्रह्म मुहूर्तमा आफ्नो व्यस्तम समय निकालेर हामी मिथिलावासीको, नेपालवासीको गौरव बढाइदिनु हो। त्यसको लागि म सम्पूर्ण मिथिलावासीको तर्फबाट, सम्पूर्ण नेपालवासीको तर्फबाट हजुरलाई म पुनः कोटिस नमन गर्दैछु। एकदम यहाँले यो टेलिभिजनमा ल्याएर पहिलोपल्ट कुम्भको टेलिभिजनका माध्यमद्वारा प्रचार गर्ने श्रीगणेश गरिदिनु भएको छ। यहाँ र यो टेलिभिजन परिवार मेरा लागि असाध्यै श्रद्धाका सम्मानका पात्र हुनुहुन्छ। म यहाँहरू सबैलाई धेरै धेरै सम्मान गर्न चाहन्छु, अभिनन्दन गर्न चाहन्छु र कुम्भमा आह्वान गर्न चाहन्छु। श्रीहरि रक्षतु राष्ट्रम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। श्रीहरि रक्षतु राष्ट्रम अस्तु। दर्शकवृन्द, हमरा लोकिन समय के अंत दिस आबि गेल छी। जाओ 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 हो कुंभ मेला, आपू आपू पान गरो हे झमेला गिरिकार जी, नाना जंजाला तेयति दुर्गम शैल विशाला। हमरा लोकिन अपन घर परिवार में रहितो अपन अपन सनातनी परंपरा, अपन अपन संतत्व के प्रति गर्वान्वित अनुभव करी, अपन अपन परंपरा प्रति समन्वयकारी बनी हम सब अपन अपन परंपरा संस्कृति आ विरासतीय में जे साधु संत द्वारा जे प्राप्त भेल अछि कुंभ आदि पावन सबके आनंद मनाबी। हम सब गोटे, सब दर्शक वृंद से अपन टेलीविजन आ भक्ति सागर के तरफ से विनम्र अनुरोध, विनम्र विनती, हम सब गोटे ई अपन कुंभ अछि, अपन कुंभ में हमरा सब गोटे अपन कुंभ के खूब विशाल कुंभ बनाबी, एकर राष्ट्रीय पर्व नहीं अंतर्राष्ट्रीय पर्व मनाबी। आ हमरा सबके संपर्क में जते बाहर बाहर देश विदेश जते कर कुटुंब छथिन, सब कर कुटुंब के मोबाइल के माध्यम से, आन आन संचार उपकरण के माध्यम से कुंभ के बारे में संचार संदेश प्रेषित करी। यह हमारे विनम्र विनोद, विनम्र विनती प्रस्तुत करित आजुक भक्ति सागर से हम प्रस्थान करै छी। ओम पूर्णमद पूर्णमिदं पूर्णाद पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शांति शांति शांति। पुनः कालखन निश्चित समय पर उपस्थित है बेटा कर ता धैर्यक लेल आशीर्वाद आदेश दिल जा। जय सिया राम, जय सिया राम, जय जय मिथिला।